Guys, welcome back to my channel. कस्तो थाकिरहेको छु म चाहिँ हो, त्यही कारण मेरो आवाजलाई चाहिँ माइन्ड नगर्नुहोस् हैन। म चाहिँ आज चाहिँ फुपूको दोकान जान्दैछु नि त, फुपूलाई सुकाउनु भनेर। घरमा एक्लै अल्छी लाग्छ अन्त चाहिँ फुपूको दोकान जान्दैछु हो फुपूसँग। सो अहिले चाहिँ तलबाट हिँडेर पनि यहाँ आइपुग्यो हो, रेजिस्ट्रेसन जाने बाटो। अन्त हेर्दै गर्नुहोस् अब के गर्छु म देखाउँछु हैन। घरमा पनि एक्लै अल्छी लाग्छ नि त, अन्त त्यही कारण चाहिँ कस्तो थाक्यो नि उकालोबाट आउँदाखेरि कि यहाँसम्म उकालो यहाँसम्म आउँदा कस्तो थाक्यो गाइस। अन्त अब कान छेरेको यस्तो भएछ। अब आज चाहिँ म सिङ्का लगाउँछु हो, सो घिनलाग्दो नदेख्ने पाराले। सिङ्कामा चाहिँ बढी घिनलाग्दो देख्यो नि त। अहिले भेटौँ। खाना आइपुग्यो हो, म बाटोमा चाहिँ त्यो भ्लग बनाउनु सकिनँ किनभने चाहिँ अब हामी गफ गर्दै आएको थियो नि त। अन्त त्यही कारण त्यहाँ बसेर हामी एकछिन टाइम पास गऱ्यो। टाइम पास गर्न पनि बोलिबस्यो होइन। अन्त दोकान चाहिँ यहाँ छ, अब यहाँ चाहिँ बनाउनुपर्छ हो। यो सामान हाल्नु पर्दो रहेछ। उयो माथि चाहिँ उयो छ हौ, कुनि के छ, घुम्ने जग्गाहरू रहेछ हो। अहिले दिउँसो म गइछु भने चाहिँ देखाउँछु हो, हेर्दै गर्नुहोस्। हामीले यहाँ दोकान बनाइसक्यो। हाई भन्नु। हाम्रो फुपूको दोकान चाहिँ यहाँनिर छ हो, सबसे लास्टमा। तपाईँहरू यता आउनुभयो भने चाहिँ भिजिट गर्नुहोस्, फुपूले डिस्काउन्ट गरिदिनुहुन्छ तपाईँहरूलाई। यति बेसी आइटम हुन्छ हो, तपाईँ यहाँ आएर भिजिट गर्नु नबिर्सिनुहोस्। यहाँ आउनुभयो भने चाहिँ आउनुहोस्। अहिले चाहिँ सबै मिलाइसकेर पनि यहाँ यस्तो हुन्छ हो, खुन आएर छन्नु दुख्छ गाइस। अस्ति चाहिँ खासमा चाहिँ यो नगरी गएको थियो नि त कि, केही नगरी सिधै छेरिहालेको थियो कि, अन्त त्यही भएर सबै मिलाइसकेर पनि सरी मैले चाहिँ हिजो नआएको पनि राम्रै भएछ। आज दोकान आउनु थियो, दुस्रे मुस्रे भएर आउनु फेरि उनीहरू तपाईँ घुमाएको गर्दैछु नि त कि, किनभने फेरि त्यहाँभित्रै ब्लक भयो भने त त्यत्रो दुखी उयो गरेको त केही फाइदै हुँदैन भनेर चाहिँ। खुन पो आएछ कि के हो म त केही बुझ्दिनँ। अस्ति चाहिँ हिजो चाहिँ खासमा चाहिँ यता डल्लो पारेको थियो कि, डल्लो पारेको थियो भन्दा पनि त्यो गरेको थियो नि त, गाँठो पारेको थियो नि त कि। अन्त हेर्थेँ यस्तो भएछ। ए छुट्यो यो त। सिङ्का पाएको भए चाहिँ सिङ्का हालिहाल्थेँ, यहाँनिर त सिङ्का पाउँदैन रहेछ हो। अब तल घरमा त पाउँथ्यो नि। दुख्नु चाहिँ घुमाउँदा चाहिँ दुख्छ। मलाई चाहिँ फेरि यस्तोहरू चाहिँ नि चलाइबस्नु मनपर्छ कि गाइस। आज त म दोकानमा बसेर पुरा हाँस उठ्दैछ। कपाल मिलाउँछ पुरा भनेर सोच्नुहुन्छ होला होइन, तर मलाई चाहिँ भ्लग सुरु गर्ने बित्तिकै कपालमा चाहिँ हात गइहाल्छ। यस्तो गर्दै नगर्दाखेरि पनि गइहाल्छ हौ, मेरो त हातै कपालमै गइहाल्छ। म चाहिँ के भन्छु भन्दाखेरि बोलेको मजाले सुनेको छैन होला हो, अब गाडी हिँड्दैछ नि त। अन्त यहाँनिर चाहिँ प्लान्ट कन्जर्भेटोरी रहेछ। यहाँनिर चाहिँ फेरि फरेस्ट ट्रेनिङ इन्स्टिट्युट रहेछ हो। त्यसको यतानिर चाहिँ यता लास्ट साइडमा हाम्रो फुपूको दोकान छ। तपाईँहरू आएर भिजिट गर्नुहोस् होइन। यहाँनिर दामी चिजहरू पाउँदो रहेछ, पाउँछ। मफलरहरू पनि दामी रहेछ, मलाई त कलरहरू पनि पुरा मन पर्यो। ब्रेसलेटहरू पनि रहेछ। सब ब्रेसलेटहरू देख्दाखेरि चाहिँ आकृतिको याद आउँछ मलाई। आकृतिले यस्तो ब्रेसलेटहरू किनौँ न भन्थ्यो नि त कि मलाई चाहिँ। त्यही कारण चाहिँ यहाँनिर पनि यसरी डिस्प्लेको लाइन राख्नु पर्दो रहेछ नि त। डिस्प्ले गरेर यहाँनिर चाहिँ थुप्रो दोकानहरू रहेछ। उपर खानाको पनि रहेछ हो, त्यहाँनिर पानीपुरीहरू पनि पाउँदो रहेछ। त्यहाँदेखिको यतानिर अब लुगा दोकानहरू पनि रहेछ। दामी रहेछ।
हेर्दै गर्नुहोस् गाइस म बोलिबस्यो भने अल्छी लाग्छ होला त्यही कारण हेर्दै गर्नु हामी यहाँनिर घुम्नु आयो माथिनिर यस्तो रहेछ बाटो Land Conservatory. यसलाई गुराँस भन्छ है प्लान्ट कन्जर्भेटोरी बुलबुले पनि ए म त बुलबुले त पढाइ पो होला भनेर सोच्थेँ नर्सरी भन्छ प्लान्ट कन्जर्भेटोरी बाहिर लेख्नु दामी रहेछ त प्लिज उयो फुल छ नि उयो पिङ्क कलरको फल पिङ्क कलरको कस्तो मिठो स्मेल आउँछ हजुर यहाँनिर चाहिँ मेडिसिनल प्लान्ट्सहरू पाउँदो रहेछ लेखिरहेको रहेछ के हुन्छ क्यान्सरको दबाई यो फुल अघि देखाएको मिठो स्मेल आउँछ हो कस्तो मिठो स्मेल आउँछ यस्तो रहेछ जङ्गली भी एउटा देखाएको जङ्गली होइन तर अब फर्स्ट टाइम त देखेको मैले त्यहाँदेखि यहाँ बस्ने सिटहरू रहेछ अलिअलि उयो जस्तो रहेछ जू जस्तो जूको तल्लो पार्ट जस्तो रहेछ त्यहाँनिर चाहिँ फ्लावर गार्डन the medicine. Sri Pawan Chanley. Hey, यो चाहिँ SDF हुँदाखेरि गयो भाइ 2015 भनेपछि उगाएको होला प्लान्टेड भन्ने चाहिँ हो रहेछ एकदमै सही मनपर्छ मलाई त अहिले भेटौँ फोटो खिच्छु म यहाँनिर यस्तो बेसी खिच्छु नि म फोटो खिच्छु गाइस ए होइन अब भित्र आइपुग्यो क्या अब भित्र जाउँ ए तपाईँको यस्तो रहेछ ए फ्लावर गार्डन दामी वाउ यसैमा फोटो खिच्छु गाइस यो चाहिँ मलाई पुरा मनपर्छ
दामी रहेछ हेर्नु हेर्नु यो वाला पनि छ हैन जुत्ता खोल्को पनि छ मान्छेहरू पुरा रहेछ गोटा एक्चुअली उठेको यो पनि छ नि माथिको कलर झन् क्या दामी है हिजो चाहिँ म जल टिप्नु लाग्थेँ नि अस्ति कस्तो यही त हो यताबाट खिच्नु न त फोटो सबसे बेसी त यो मन पर्यो कस्तो दामी रहेछ यसको नाम चाहिँ के होला मालुस अरे एप्पल लेखिरहेको छ त यस्तो मजाको रहेछ गाइस तपाईँहरू चाहिँ यहाँ आउनु पर्ने रहेछ गान्तोकमा बसेर चाहिँ मजाको रहेछ भिजिट गर्नुपर्ने रहेछ पानी पर्यो वाटरफल घुम्नु लैजाउँ न वाटरफलको माथि जानु पर्छ कि मेरो कपडा भित्र अहिले बित्थुम गाइस पानी छिटाएर चाहिँ फुपू चाहिँ पडा कुदेर पडा पुगेछ गएको दोकान फेरि गरौँ मैले चाहिँ पुच्का खाएर हो झालमुरी खाएर चाहिँ बसेको त्यहाँ हेर्नु न गाइस म चाहिँ अहिले यस्तो सोच्दै थिएँ कि ठक्कै अब एकछिन फेरि भ्लग बनाउनु पऱ्यो भनेर कस्तो डरलाग्दो मोटाको है म हेर्नु त त्यो ज्याकेटले त्यस्तो देखेको होइन कि तर मोटै छु नि म त कति मोटाइसकेँ बस्दै खाँदै सुत्दै गरेर यही काम छैन हो म त कस्तो मोटाइसकेँ हौ हेर्नु न डल्ले सोल्ला भइरहेको छ नि त अल्छी चाहिँ लाग्दैन रहेछ यहाँनिर आयो भने चाहिँ मजा हुँदो रहेछ अब मान्छेहरू हेर्दा लुगा लगाएको त्यस्तो भन्नु हुँदैन तर ठिकै हो आफूलाई आफूलाई जस्तो जस्तो मनपर्छ त्यस्तै त्यस्तै लगाउँछ नि त होइन खाँदै बसिरहेको छु म चिया पनि खाइसक्यो कति 3-4 पल्ट थपिसक्यो झन् चिया त मैले अब गाइस अब यसैमा भेटौँ घर जाँदाखेरि हो त्यतिखेर अब म भ्लग पनि बन्द गरिदिन्छु त्यहाँको घरमा गएर चाहिँ अघि त पानी पर्यो भन्दै थिएँ नि पानी चाहिँ हामी आउने बित्तिकै रोक्यो अन्त पानी रोक्यो अन्त त्यतिखेर ठक्कै मान्छे पनि आइहालेको थियो हो अहिले त एकछिन मान्छे पनि आएको छैन मेरो नयाँ मोजा हेर्ने देखाउँ कसरी देखाउँ चप्पल चाहिँ नहेर्नु पुरा मैला छ होइन मैला अलिक भएर मेरो नयाँ मोजा हो अस्ति फुपूले किनिदिनु भएको बजार जान अब आज नयाँ ओपनिङ गरेको ओपनिङ सो गाइस अब अहिले हामी घर जाँदाखेरि भेटौँ हो घर जाँदाखेरि भ्लग पनि बन्द गरिदिन्छु त्यतिखेर त्यहाँदेखिको चाहिँ घरमा गएर चाहिँ एडिट गरेर पोस्ट गरिदिइहाल्छु होइन कति भइसक्यो पोस्ट नगरेको अस्ति चाहिँ खासमा चाहिँ मलाई चाहिँ हाल्नै नआएर चाहिँ नि रिस्ट्रिक्ट भएछ नि त एज रिस्ट्रिक्सन भएछ एज रिस्ट्रिक्सन हटाउनै नजानेर युट्युब हेरेर हटाएँ तर त्यसमा लाइकहरू माग्छ छैन बेसी होइन त्यसमा चाहिँ माया गर्नुहोस् मेरो दाँत हेरेर झर्न आँटेको जस्तो फिल भयो कस्तो मोटाको म कत्रो देखेन मलाई
कस्तो मोटाको जस्तो लाग्छ आफूलाई पनि हुन्छ नि कत्रो भइरहेको छु म त मोटाएर भन्ने जस्तो लाग्छ अब मलाई जे फिल हुन्छ मैले त्यही भनेको जस्तो लाग्छ म यो हेर्नु न के हो यो डरै लाग्छ हात पनि डस्टबिनहरू जस्तै छ मेरो त सो गाइज अहिले भेटौँ हामी स्टे ट्युन बस्दै गर्नुहोस् सो गाइज अब चाहिँ हामी गएको घर यता माथि थियो त्यो जग्गा चाहिँ पर हो दोकान चाहिँ यो बाटो जानुपर्छ हो आन्टी हुनुहुँदो रहेछ हामी चाहिँ जाँदैछ अब गएको हामी हो अब मेरो भ्लगलाई पनि म यहीँ एन्ड गर्छु किनभने लामो हुन्छ फेरि एडिट गर्नु सक्दिनँ म यत्रो लामो मेरो फोनमा पनि पुरा ह्याङ हुन्छ अन्त त्यही कारण चाहिँ गाईहरू पनि छ यहाँ चाहिँ गाई अहिले चाहिँ गाडीमा बी काइन्ड टु एनिमल्स चाहिँ लेख्नै पर्छ अरे नि त त्यो चाहिँ जरुरी अरे नि त नभए चाहिँ चलान लाग्छ अरे जहाँ देख्दा पनि मलाई सँगै याद आउँछ गाडीहरूको चाहिँ सो अब त्यति हो भन्दा पनि यो फुल देख्दा मलाई फेरि कुछ याद आयो यो फुल चाहिँ नि यो राईहरूको उयो अरे कुनै किङ हो कि क्विन अरे यो सुँग्दा मिठो बनाउँछ भन्दै थियो सो अब यतिमा म मेरो भ्लगलाई एन्ड गर्छु होइन बाई बाई गाइस लाइक गर्नुहोस् मेरो भ्लगलाई कमेन्ट्स गर्नुहोस् अन्त सेयर गरिदिनुहोस् जतिसक्दो सब्सक्राइब गर्नुहोस् मेरो च्यानललाई अन्त म यस्तो इन्ट्रेस्टिङ भ्लगहरू लिएर आउँछु होइन इन्ट्रेस्टिङ त केही लागेन होला तर पनि अब सब्सक्राइब चाहिँ गरिदिनुहोस् होइन त्यो फुल चाहिँ यस्तो हुन्छ बाई बाई गाइस